नमस्कार, गुड मर्निङ, सुप्रभात। आज हाम्रो सैलुङको यात्रा यहाँबाट सुरु भएको छ। मसँग हुनुहुन्छ मेरो म्याम साथी लालमाया म्याम। हेलो, गुड मर्निङ एभ्रिवान। हाई। कस्तो रमाइलो भएछ है। एका बिहान दुवैजना हामी सैलुङतर्फ लाग्यौँ। हरियो सुन्दर वनहरूलाई पार गर्दै हामी आफ्नो यात्रा तय गर्दैछौँ। घुम्तीहरू, अप्ठ्यारा बाटाहरू पार गर्दैछौँ। यस्तो छ बाटो हुस्सु लागेको छ, तर हाम्रो यात्रा चाहिँ फाइनली कालापानी आइपुगेको छौँ। अब केही समयपछि सैलुङ नेपालको एकमात्र ग्रेट वाल उक्लेर सैलुङ 100वटा थुम्का भ्रमण गर्न गइरहेछौँ। हाम्रो लालमाया म्याम आइराख्नु भएको छ। प्रकृतिका सुन्दर उपहारहरू सैलुङ जाने क्रममा भेटेको थियो, जसलाई मैले आफ्नो क्यामेरामा कैद गरेँ र यहाँहरूको समक्ष पस्केको छु। कति सुन्दर छन् है। घोडाहरू, चौरीहरू चरिरहेका छन् थुम्काभरि। हुस्सु लागिरहेको छ। अरू के भन्नु छ तपाईँको? हजुरले भनिहाल्नु, तारामामले भन्नुभयो, त्यति नै जे भन्नुभयो भइहाल्यो नि। दिन्छौँ अब लालमाया म्याम खुइ गर्दै हुनुहुन्छ, थाक्नुभयो क्या अरे सायद। ओहो, रातो भइसक्नु भएको छ। ल हेर्नुहोस् उहाँको होइन है, उहाँ चाहिँ हो है। फुलहरू बाटोभरि छ। सैलुङमा चाहिँ यस्तो फुलेछ, लेखमा मात्रै फुल्ने यो फुल। कस्तो लाग्यो तपाईँलाई आज हाम्रो सैलुङ भ्रमण? यस्तो पानी बर्खा हुस्सु बावजुद कस्तो रमाइलो लाग्यो, एकदम हरियो होइन, चारैतिर ग्रिनेरी। मनमा चाहिँ सन्तोषजनक चाहिँ फिल भएको छ, किनकि सैलुङ भनेको सैलुङ नै हो। त्यही भएर पनि होइन, चारैतिरबाट सैलुङमा आउनुहुन्छ। सैलुङको महत्त्व बुझेर नै, यदि हजुरहरू कोही आउनु भएको छैन भने हाम्रो सैलुङमा यहाँ सम्पूर्णलाई स्वागत छ। ल धन्यवाद लालमाया म्याम। नेपालको एकमात्र ग्रेट वाल जो हाम्रो सैलुङ गाउँपालिका दोलखामा पर्छ। हामी त्यहाँ हिँड्दैछौँ, ग्रेट वाल हिँड्दैछु, सैलुङको ग्रेट वाल। आजको यात्रा सफल हुन्छ कि हुँदैन जस्तो लागेको थियो, तर मौसमले यस्तो साथ दियो, अहिले बल्ल अलिअलि पानी पर्न लागेको छ। एकदमै रमाइलो भयो। ग्रेट वाल देखाउँदैछु यहाँहरूलाई। दोलखा साँच्चै स्वर्गको टुक्रा हो। मलाई गर्व छ, म दोलखाली भएर जन्मेकोमा, एउटा तामाङ समुदायमा जन्मेकोमा म एकदमै आफूलाई गौरव फिल गर्छु। हामी दोलखाली हुनुमा र म चाहिँ विशेष गरेर अझ सैलुङे नै हुनुमा एकदमै प्राउड फिल गरिरहेको छु। ओ, म्यामले आफ्नो कुरा राखिहाल्नु भयो। मेरो भीमेश्वर हो नि त, त्यो भएर म्यामले सैलुङमा स्वागत गर्नुभएको छ मलाई। त्यो स्वागतको लागि उहाँलाई विशेष धन्यवाद। मलाई दिनुभएको समयको लागि पनि म धेरै धन्यवाद भन्न चाहन्छु। बोल्नु। हामी आज सैलुङको यात्रा सफल गरेर फर्किँदैछौँ। यसको लागि विशेष लालमाया म्यामलाई धन्यवाद भन्न चाहन्छु। लगभग 10 वर्ष पछाडि म आउन सक्छु कि सक्दिनँ, सैलुङ यो ग्रेट वाल उक्लिन सक्छ कि सक्दिनँ भन्ने धेरै भ्रम थियो, तर म सफल भएको छु। धन्यवाद। यहाँहरूले हुस्सु लागेको छ, अलिअलि पानी पनि पर्दैछ। यस्तो ठाडो ओह्रालो देख्न सक्नुहुन्छ, हेर्नुहोस् त। तापनि प्रकृति कसले मन पराउँदैन?
प्रकृतिको सुन्दरतामा भिज्न को चाहँदैन, प्रकृतिसँग रमाउन को चाहँदैन होइन। असाध्यै सुन्दर दोलखामा यहाँहरू सबैलाई म स्वागत भन्न चाहन्छु। ल हेर्न सक्नुहुन्छ यहाँ पानी परेर हामी तर थोरै छ पानी, पानीको आनन्द चाहिँ आइरहेको छ। तर त्यस्तो ठुलो पानी परेर हामीलाई हिँड्नलाई हाम्रो ट्राभलिङ जर्नीमा डिस्टर्ब गर्ने छैन। एकदम आनन्द शान्त बनाएको छ। अघि हिँडेको थकानलाई चाहिँ यो पानीले एकदम मलम जस्तै काम गरेको छ है, शीतल बनाएको छ। यही ढुङ्गे उतापट्टि पछाडिपट्टि चाहिँ सार्सिङहरू छ। यही डाँडामा पो जति हिँड्यो डाँडा त माथि माथि निलो 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 लाग्थ्यो मलाई पहिला। हेर्नु त हामी कहाँ हिँडे जस्तो छौँ। आहा कम ब्युटिफुल छ त हाम्रो के अरे दोलखाको पनि सैलुङ। आहा वाउ कति आनन्द छ। म त यस्तो भएपछि केही पनि चाहिएन नि म्याम, म यस्तो छु नि फेरि। मैले लेखेको कविताहरू याद गर्नु भएको छ, पढ्न भ्याउनु भएको छ। सबै प्रकृति रिलेटेड हो। अहिले त नलेखे नि धेरै भइसक्यो, अहिले त के पढ्नु, अहिले लेखेको छैन, पुरेकै छैन मेरो दिमाग नै।